हजुरआमाको नाम बताइदिनु न। मेरो हजुर। दमन्ता निरौला। घर इलाम। इलामको तल कुचुकुरे के भन्छन् अब सुम्बेक। सुम्बेक पनि छ। सुम्बेक है। अनि अब हजुरआमालाई पहिलेको जीवनशैली र अहिलेको जीवनशैलीमा के फरक लाग्छ? तपाईँहरूको विवाह हुँदाखेरि विवाह पछाडि होइन अहिले युवा अवस्थाको समय र अहिलेको समयमा के फरक पाउनुहुन्छ? बिहे गरे सानी 11 वर्ष कि 11 वर्षमा। अनि विवाह भयो, विवाह भएपछि घर जानुभयो। अनि के त्यतिखेरको जीवनशैली कस्तो थियो? के बाबुहरूको 18 सालमा घरमा बस्दै नि थियो, चाबी लगाएको थियो हो। हजुर। भोरल्यानीबाट फुपूका घरबाट पठाएको मलाई। ए साहित्य गर्नु पर्यो नि त। हजुर हजुर। साहित्य लानु पर्यो भन्नु ससुराबाले। हजुर। अनि फेरि आएँ। अनि के काम चाहिँ के गर्नु पर्थ्यो? हजुरले कति पढ्नुभयो? पढ्न पाउनुभयो? के को पढ्ने भएदेखि यस्ता नाथे त म कति हेर्थेँ होला। उति बेला कहाँ स्कुल थिएन? स्कुल थिएन है। पाठशाला थिए। अनि कख पनि पढ्न पाउनु भएन। अनि कसरी चाहिँ जीवनयापन हुन्थ्यो? के गर्नुहुन्थ्यो? घाँस दाउरा? अब जेठानी दिदीहरू के गर्छन् त्यही गरौँ। घाँस काट्नुहुन्थ्यो, दाउरा खोज्नुहुन्थ्यो। अनि खेतबारी पनि थियो? खेत त कति हो, कति रोप्नु पर्ने कि। हजुर। बेच्छ फुपूमा मै हुनुहुन्थ्यो, डर लाग्दै। ए केटी हो, कन्का सन्का काँटा हो र हेनतेन भन्नुहुन्थ्यो। ए त्यसरी हुन्थ्यो। त्यस्तो थियो नि। भनेपछि पढ्न पाइएन? पाइएन पढ्न पाइएन। अब पर सर्छे भन्छन्, सानैमा बिहे गर्छ नि त उहिले त। ए कन्यादान भनेको चाहिँ मासिक धर्म नभइकन कन्यादान गर्ने चलन थियो। अनि कसरी चल्थ्यो जीवनयापन चाहिँ? कसरी हुन्थ्यो? अब खै कसरी गरियो नि। अब जेठानीहरूको पछि गइयो, यता गइयो। धान रोपिन्थ्यो? धान रोप्नु। मकै फल्थ्यो? धान रोप्नु सिपालु छु म। धान रोप्न एकदम सिपालु हुनुहुन्छ। अनि पहिले र अहिलेमा के फरक छ हजुरआमा? अहिले खै अब के हो नि। अब पहिले के हो अहिलेको केही जानिएन है। मासु भन्ने मुखमा हाल्यौँ न हामीले कहिल्यै पनि। रोग लाग्दैन थियो? रोग पनि लाग्दैन थियो। डह्रो छ जिउ। अहिले कति उमेर हुनुभयो? त अब साउनदेखि 82 कि 81? कति अब यो साउनबाट यता आयो नि त, अर्को साउन आउन आँटो। 80 पार लाग्दा पनि यतिको दरी हुनुहुन्छ हजुरआमा। पहिलाको खानपान, पहिलाको अर्ग्यानिक कुराहरूले गर्दाखेरि दरी हुनुहुन्छ भनेपछि पहिले र अहिलेमा फरक अहिले धेरै फरक त अब केही पनि छैन कि। यसो लेनदेनमा यसो बिलममा अब कान्छालाई मात्रै बोझ नपारौँ। ए सबैलाई राम्रो होस् भन्ने आमाको चाहना हो है। सबैलाई होस्। ल हजुरआमालाई धेरै धेरै धन्यवाद। तिनलाई छोरा एकै नाश होस्। हजुर। सबैको एउटै खालको होस्। उस्तै छ, राम्रो छ। हजुर। छोरीको झन् राम्रो छ। छोराछोरीको उन्नति प्रगति होस् भन्ने। अब आमाको इच्छा चाहिँ के छ त? मेरो इच्छा के छ भन्नुहुन्छ भने अब इलाम गएपछि इलाम जानुहुन्छ? जान मन गर्ने मैले हो। हजुर। अब के गर्छस् हौ, त्यो घर कहीँ पैसा दे मलाई। के भन्नुभयो भने अंश गरेर आफै गरेर त मेरो भन्दा दाजुले भाग लगायो, भाइहरूले रोजे। अनि त्यहाँबाट पूजा निकालिदिनु भयो आफ्ना अंशमा। घरको छैन, घर म दिन्न। पोखरी पण्डित भने अहिले मास्टर पण्डित थिए। छोरालाई सबै बेचेर बुहारीहरूले निकाले। गाउँ डुल्यो। कहीँ जाँदा नि पारा लागेन। हजुर। भरे त्यही घर आएर मर्नु पर्यो। पोखरी पण्डितको जस्तो नहोस्, मलाई घर चाहिन्छ, घर बारी र तिम्रो पनि बारी चाहिन्छ भन्नु बाले। अनि त्यो बाले गरिया त मेरो हुन्छ नि होइन त। अनि अहिले दाजुले त्यही नाम पारेछ, नाम के अरे घर नाममा राख भन्नुभयो, दिनुभयो। अब उनीहरूलाई अंशमा त अन्तै दिएको छ छोराछोरीलाई त, छोराहरूलाई त। उनीहरूले कमाउन थाले पहिल्यै, अब खान थाले जागिर। ठिक छ। अब यो त व्यवहारिक पक्ष भयो।
अब आमालाई मन लागेको चाहिँ के छ अहिले? अब कतै घुम्न जाउँ मन लागेको छ कि होइन, केही गरौँ लागेको छ कि? आमालाई लागेको इच्छा चाहिँ के छ अहिले? इच्छा केही छैन, राम नाम जप्नु, बस्नु, हजुर, साथीहरू भगवानको नाम जप्ने, बस्ने, घरैमा पनि जप्छु, आनन्दले बस्ने अब इच्छा त्यो छ। जाने अनुसारको जप्छु र बस्छु पनि। संसार यस्तै रहेछ, संसार चलि नै रहन्छ। अब आफू चाहिँ राम नाम जप्ने, भगवानको नाम सङ्कीर्तन गर्ने, बस्ने, यही इच्छा छैन त? ल ल आमा, हजुरआमालाई चाहिँ स्वास्थ्य एकदम रोग नलागोस्, सतम जीवेमा शरद भन्छ। 100 वर्षको आयु भर्खर 81 हुँदै हुनुहुन्छ। 100 वर्षको आयु प्राप्त होस्। अनि आँखा राम्रै देख्नुहुन्छ नि? अलिक त कति बेर अलिक देख्दिनँ। कानको पनि, कान सुन्नुहुन्छ मजाले? कान सुन्छु, लाइ पनि रच्छु, यसै यहाँ लगाएको पनि छ गलामा, यो गुत्ताखेरि छोपिन्छ पनि। ल भनेपछि आँखा देखियो, कान सुन्यो, अनि खानेकुरा खाएको कुराहरू चाहिँ कतै छ भयो भने यो पनि धेरै ठुलो धन हो, सम्पत्ति हो नि यो पनि, होइन? स्वास्थ्य पनि सम्पत्ति हो। ल 2-4 कुरा हजुरआमासँग भयो, धेरै खुसी लाग्यो। हजुरआमालाई नमस्कार, धन्यवाद है त।